सदस्य राजेन्द्र कुमार राई, त्यसपछि माननीय सदस्य निराशा चौधरी। सम्मानीय सभामुख महोदय, 2083 विनियोजन विधेयक सम्बन्धमा छलफलको निम्ति म रोस्टममा उभिएको छु। अब मैले यहाँ के कुरा राखौँ? नयाँ सरकार, इबा जोस जाँगर, धेरै पढेको अर्थमन्त्री हुनुहुन्छ। उहाँले भन्दै हुनुहुन्थ्यो, यो देशको अर्थतन्त्रलाई म कायल पलट गर्छु, सबै नेपाली जनतालाई खुसी बनाउँछु, सबै नेपाली जनतालाई हाँसिरहने बनाउँछु, उहाँले भन्नुभएको थियो। तर मलाई के लाग्यो भने उहाँले लेखेको विनियोजन विधेयक हेर्दाखेरि उहाँले लेखेको चिज यो दो बाटोमा उभिएको छ। त्यो दो बाटोमा उभिएको विनियोजन विधेयक कता जाने हो? त्यसको ठिक ढङ्गले निष्कर्ष निकालेर नेपाली जनतालाई खुसी बनाउनु, नेपाली जनतालाई चाहिँ एउटा समृद्धिको बाटो लानु, एउटा आर्थिक र सामाजिक रूपान्तरण गर्ने बाटो हुनुपर्थ्यो। त्यो देखिँदैन। त्यसैले गर्दाखेरि अर्थमन्त्रीज्यू, सभामुख मार्फत तपाईँलाई म निवेदन गर्न चाहन्छु, यसलाई पुनर्लेखन गर्नुहोस्। पुनर्लेखन गर्नुपर्ने जरुरी छ। यस कारणले जरुरी छ, प्राथमिकता के त? त्यो कहाँ बोल्यो? म देख्दिनँ। त्यसलाई स्पष्ट किटाणुसाथ आउनु पर्थ्यो, त्यो देखिँदैन। त्यो देखिएको भए के हुन्थ्यो भने यसले एउटा बाटो समात्छ, एउटा बाटो समातेपछि नेपाली जनता खुसी हुनेछन् भन्ने हामी निष्कर्ष निकाल्न सक्थ्यौँ। आज हाम्रो सबभन्दा पहिला प्राथमिकता के हो? यो बुझ्न जरुरी छ। हामीले बुझ्यौँ कि बुझ्यौँ न? हिजो सबै पार्टीले नारा लायो, तपाईँले झन् उफ्री उफ्री नारा लाउनु भयो। रोजगार, रोजगार केमा हुन्छ? रोजगारको ठाउँ के हो? त्यो स्पष्ट किटान खोइ त? सभामुख मार्फत म अर्थमन्त्रीलाई निवेदन गर्न चाहन्छु, यसको बाटो खोइ त? हामीले कृषि क्षेत्रलाई व्यापक रूपमा महत्त्वपूर्ण दिएर यसलाई प्राथमिकता राखेर त्यसबाट तमाम युवालाई रोजगार सिर्जना गर्ने एउटा वातावरण सिर्जना गर्नुपर्थ्यो। त्यो देखिँदैन। त्यसै गरिकन म सभामुख मार्फत अर्थमन्त्रीजीलाई निवेदन गर्न चाहन्छु, आज हामीले भन्यौँ शिक्षाको क्षेत्रमा खोइ त पैसा? मलाई लाग्छ उस्तै छ। यसलाई हामीले व्यवस्थित गर्न पर्थ्यो, यो पनि सकिएको छैन। त्यसैले गर्दाखेरि मलाई लाग्छ तपाईँले सोचेको र हामीले सोचेको देश एउटै बनाउने कुरा हो। तर तपाईँले नयाँ गर्छौँ भन्नुभयो, नयाँ केही पनि देखिएन। र फेरि म अर्थमन्त्रीज्यूलाई सभामुखमा निवेदन गर्छु, यसलाई राम्रो ढङ्गले पुनर्लेखन गरौँ, सबैसँग सल्लाह गरौँ, सबैसँग छलफल गरौँ। हाम्रो देशको जनसङ्ख्या 2,92,50,000 जनसङ्ख्यालाई व्यवस्थित ढङ्गले कि 1, 2, 3, 4, 5, 6, 7 कुनलाई प्राथमिकता दिने हो, त्यो किटान गरेर गइसकेपछि हामीले यसलाई व्यवस्थित गर्न सक्थ्यौँ भन्ने कुरा राख्न चाहन्छु। सभामुखमा अर्थमन्त्रीलाई यो निवेदन। मान्य सदस्य मिसिनले गरेको मान्य सदस्य, मैले होइन।